मदन भण्डारीले त त्यति बेलै भनेका थिए नि, एकजना राजा रहने कुराले त्यत्रो ठुलो कुनै आपत्ति गर्दैन, तर सामन्तवाद, दलाल, नोकरशाही, पुँजीवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन। दुर्भाग्यवश उनले त्यति बेला जस्तो भनेका थिए अहिले ठ्याक्कै त्यस्तै बन्दै गएको छ। 2062 सालतिर केपी ओलीको भाषण यस्तो थियो, प्रधानमन्त्रीज्यूको त्यो जमानाको भाषण र अहिलेको शासन मेल खान्छ जस्तो लाग्छ तपाईलाई? नेपोटिजम भयो भनेर राजतन्त्र हटाउनेहरूले अहिले नातावाद र कृपावादको क्रान्ति गर्दैछन्। भ्रष्टाचार सत्ताको गाडी चलाउने इन्धन बनेको छ। सत्ताको आडमा जस्तो सुकै काण्ड पनि लुक्ने गर्छ। तस्करी भनेको त ठुलाबडाहरूको फेभरेट बिजनेस बनिसक्यो। अझ ठुला नेताहरूले भ्रष्टाचार गरेको कुरा आयो भने त फाइल नै गायब हुन्छन्। यदि कुनै कारणले फाइल गायब गर्न सकिएन भने पनि कुनै माइकेल लालले केही गर्न सक्दैन। हाम्रो देश यतिसम्म अगाडि पुगिसकेको छ कि गभर्नरको पद पनि पैसामा बिक्ने गर्छ। अब गभर्नर पद बिक्रीमा राखिएको छ, मूल्य 40 करोड भनेर बजारमा चर्चा छ। रेमिटान्सको भरमा देश चलेको छ, त्यसमा पनि भ्रष्टाचार हुन्छ। यी सब समस्याहरूलाई हेर्दा यस्तो लाग्छ कि नाउ सुब्बेनी के हार उभिनी भने त अब यहाँनिर कसैको कमेन्ट आउन सक्छ, त्यत्रो गलत गरेको भए त न्यायालय छँदैछ नि, गएर मुद्दा हाले भइहाल्यो नि, किन आरोप लाउनु पर्यो? कुरा त एकदम सान्दर्भिक छ, तर न्यायालय कसको अन्डरमा पर्छ तपाईलाई थाहा छैन र? त्यति सजिलै ठुला भ्रष्टाचारका फाइलहरू गायब भएका होइनन् नि। ठुलो आरोप लागेका व्यक्तिहरू पनि सत्तामा बस्न सक्ने भएका होइनन् नि। अब त गणतन्त्रकै नेताहरूले पनि भन्न थालिसके, आज सडकमा 10-15 हजार मान्छेको जुलुस लिँदा हामी किन तर्सिरहेका छौँ भन्दा हामीसित त्यही फोर्स छ, त्यहाँ कमजोरी छ, हामीले बदमासी गरेका छौँ, त्यसकारण हामी डराइरहेका छौँ। जो सबभन्दा बढी भ्रष्टाचारमा लिप्त छ उसैलाई ऊर्जा मन्त्री दिएको छ। अझ लुट 60 लाख मान्छेलाई लखेट्ने गणतन्त्र, विदेश पलायन गुलाम बनाएर लखेट्ने गणतन्त्र, करोडौँ जनतालाई गरिबीको रेखामुनि धकेल्ने, एक छाक खानको लागि पनि हैन रुनु पर्ने, बास भन्ने ठाउँ नपाउने, हैन मान्छेहरू बलात्कृत हुने, मारिने, बेचिने, आगो लगाएर मर्नु पर्ने हो। त्यही भएर जनताले फालिसकेको राजतन्त्रलाई फेरि फर्काउनु पर्छ भन्न थालेका हुन्। गणतन्त्रको विकल्प खोज्न थालेका हुन्। मर्नुभन्दा बौलाउनु बेस भन्ने अप्सन खोज्न थालेका हुन्। यो नेता चाहिँदैन, कुनै नेता चाहिँदैन। हामीले माओवादीलाई दियो भोट, काङ्ग्रेस एमाले हामीले सबैलाई छानी दियो। यीको आन्द्रा भुँडी हामीले सबै छानिसक्यो। हामीलाई कुनै पनि नेता चाहिँदैन, एउटा सिङ्गो राजा चाहिन्छ हामीलाई। म पनि एउटा जनयुद्धमा लडेको एउटा योद्धा हो। महाराजलाई भन्न चाहन्छु, हे महाराज, यो देश अब सिद्धिन लागिसकेको छ, बचाउन आउनु